प्यारो प्रभु यीशुको नाममा सबै प्रियमालाई जय मसीह। मेरो नाम अनिल साबानिया, म रौतहटबाट। मेरो र दाइको गाउँ 20 मिनट 30 मिनटको दूरीमा छ। अनि परमेश्वरले यस्तो ठाउँमा हामीलाई ल्याएर मिलाउनु भयो। हामी गाउँमा मिल्न सकेका थियौँ, तर परमेश्वरले यो अनुग्रह हामीमाथि गर्नुभयो। हामी एक जिल्लाका भए तापनि हामीलाई त्यो जिल्लामा थाहा थिएन, तर यहाँ काठमाडौँमा आएर परमेश्वरले हामीलाई मिलाउनु भयो। प्रिय मण्डली, आजको दिन एकदमै आशिषमय छ। हामीले रमाउनु पर्छ यसमा, किनभने परमेश्वरले कुनै कुरा बनाउनु भएको छ भने पुरै आशिषित दिनुभएको छ। उहाँ बिना कुनै पनि कुरा बनिएको छैन। हालेलुया। आज यस मण्डलीमा हामी उपस्थिति भएका छौँ, यो उहाँको अनुग्रह र कृपा र उहाँको प्रेमको कारणले छ। हालेलुया। हुन्छ प्रिय मण्डली, आज हामी यति धेरैजना छौँ किनभने परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। हालेलुया। उहाँले भन्नुभएको छ हामीले त्याग्नुहुन्न। संसारका व्यक्तिले छोडेर गए तापनि, जहाँसम्म कि हाम्रो जन्म दिने बुवा आमाले त्यागे तापनि हाम्रो परमेश्वरले त्याग्नुहुन्न। हालेलुया। किनभने उहाँ अनुग्रही परमेश्वर हुनुहुन्छ। हालेलुया। आजको वचन मलाई दिनुभएको छ वचनको भाग। म हृदयदेखि भगवान भाइलाई धन्यवाद दिन चाहन्छु। उहाँले यो योग्य मलाई बुझ्नुभयो र उहाँले मलाई यो समय दिनुभएको छ। हामी ताली बजाएर परमेश्वरलाई आज प्रिय मण्डली, म जब उहाँले भन्नुभयो कि तपाईँले वचन बोल्नुहोस् भनेर, अनि यो एउटा गर्वको कुरो छ। म एउटा सानो गवाही दिन चाहन्छु। म त्यति धेरै बोल्ने व्यक्ति थिएन, तर त्यो योग्यको परमेश्वर बनाउनु भयो। हालेलुया। किनभने हाम्रो परमेश्वरले यस संसारका त्यस्ता व्यक्तिहरूलाई चुन्नु भएको छ जुन यो संसारले निर्बुद्धि भन्छन् भने उहाँले निर्बुद्धिहरूलाई चुन्नु भएको छ कि बुद्धिमानहरूलाई शर्म पार्न सक्नु। हालेलुया। उहाँको नजरमा प्रिय मण्डली हामी धेरै बहुमूल्य छौँ। अनि उहाँले हामीले बनाउनु भएको छ आफ्नै स्वरूपमा। हालेलुया। हुन्छ, आजको वचनको शीर्षक छ हामी बाँचिसक्यौँ, अब हाम्रो जीवनबाट सबै मानिस बाँच्नु पर्छ। हालेलुया। प्रिय मण्डली, हामी सबैलाई थाहा छ हाम्रो चर्चको समय कति बजे छ? 10 बजे सुरु हुन्छ। हामी संसारमा छँदा सबै पढे लेख्नु भएको छ भने थाहा छ होला, हामी इक्जाम हुनुभन्दा अगाडि 10-20 मिनट हुन सक्छ भने आधी घन्टा अगाडि जान्छौँ कि इक्जाम हलमा मेरो स्थान कहाँ छ, मलाई आज कस्तो क्वेसनहरू आउँछ भनेर हामी पहिलादेखि नै क्वेसनहरूको एन्सर मिलाएर पढेर जान्छौँ। तर हामीले नसोचेको पनि कुरा हुन सक्छ। हालेलुया। तर प्रिय मण्डली, त्यहाँ जानुहुन्छ अनि जाँदै गर्दाखेरि साधारण हामी संसारिक कुराको इक्जाम दिन जाँदै गर्दाखेरि हामी त आधी घन्टा 1 घन्टा अगाडि जान्छौँ भने परमेश्वरको भवनमा कार्य गर्नको लागि हामीले कति मिनट अगाडि आउनुपर्छ? हामीले तोकेको समयभन्दा अगाडि आउँदा नि हामीले त्यो कुरा उहाँले दिनुहुन्छ जुन कुरा हामी योग्यका छौँ। हामी योग्यका थिएनौँ, तर परमेश्वरले हामीलाई योग्यको बनाउनु भयो। हालेलुया। आज चर्चको ढोका खुलेको छ। मैले यो भन्दै गर्दाखेरि यदि कसैले चर्चको ढोका लगाइदियो भने के बाहिरको मान्छे भित्र आउन सक्छ त? तर खुला छ भने आउन सक्छ। तर बन्द भएको बेला कोही पनि बाहिरको मान्छे भित्र आउन सक्दैन, तर भित्रको मान्छे बाहिर जान सक्छ। हालेलुया। प्रिय मण्डली, हामी सबैलाई थाहा छ चर्चको समय, हाम्रो मण्डलीको समय 10 बजे, कुनैमा 12 बजे, सबैको आफ्नो समय अनुसार हुन्छ। तर सबै दिन त हामी ढिलो जान सक्दैनौँ, कुनै न कुनै दिन कहिलेकाहीँ ढिलो हुन्छ। तर हामीले कतिजनाको यो सुन्नुभएको छ होला कि यस्तो गर्दाले म आउँदै थिएँ, मैले
ढिलो भयो भनेर। तर प्रिय मण्डली समय त उहाँलाई पनि थाहा थियो, तर उहाँले समयमा हामीले शनिबार थाहा छ कि हाम्रो 10 बजे सङ्गति हुन्छ भने हामीलाई 6 दिन हामी यहाँ आउँदैनौँ, तर हप्तामा 1 दिन आउँछौँ। के हामी त्यो दिनलाई पनि लेट गर्ने त? गर्ने होइन प्रिय मण्डली। किनभने नोआको पालामा हेर्नुहुन्छ भने परमेश्वरले नोआलाई के भन्नुभएको थियो? परमेश्वरले नोआलाई एउटा जहाज बनाउनु भन्नुभएको छ। अनि नोआले जहाज बनाउँदै गर्दाखेरि उहाँले सोचेको पनि थिएन यत्रो विशाल जहाज जुन छन् कसरी बनाउने। तर हामीले हेर्नुहुन्छ उत्पत्तिको पुस्तकमा नोआलाई परमेश्वरले गाइड गर्नुभएको छ, उहाँलाई बताउनु भएको छ कसरी बनाउने, केले बनाउने, कहाँ बनाउने भनेर। हामी उत्पत्तिको पुस्तक 6 निकाल्ने छौँ। 6को 14 पद हेर्नु छ प्रिय मण्डली। उत्पत्तिको पुस्तक 6को 14मा 6को 14मा के लेखेको छ यहाँ? परमेश्वरले जब उहाँले 6को 14मा तैँले गोपेर काठको एउटा जहाज बनाउनु, जहाजमा कोठा कोठा बनाउनु, त्यसलाई भित्र बाहिर अलकत्राले लिपुनु। प्रिय मण्डली, जब यो कुरा नोआलाई भन्दै गर्दाखेरि नोआले अलिकति पनि भनेन पढौँ म त इन्जिनियर पनि छैन, म त कुनै यस्तो सिकर्मी छैन कि म त्यो बनाउने गरेँ। तर परमेश्वरले जसरी भन्नुभएको छ नोआले त्यस्तै गर्नुभएको छ। अनि 15मा तैँले त्यो यसरी बनाउनु, जहाजको लम्बाइ 140 मिटर, चौडाइ 23 मिटर र उचाइ 14 मिटरको होस्। हालेलुया। प्रिय मण्डली, जहाँ यो संसारको बुद्धिले काम गर्दैन नि त्यहाँ हाम्रो परमेश्वरले काम गर्नुहुन्छ। हालेलुया। जल प्रलय हुनुभन्दा अगाडि उहाँले त चाहनुहुन्छ भने आफैले त जहाज बनाउन सक्नुहुन्थ्यो नि, तर किन मानिस जातिले चुन्नु भयो त? किनभने उहाँले आफ्नै स्वरूपमा हामीले बनाउनु भएको छ र हामीद्वारा भएर नि उहाँ कार्य गर्नुहुन्छ। हालेलुया। अनि 16मा जहाजमा उज्यालो आओस् भनेर त्यो माथिबाट एक हात छोडेर टुङ्ग्याउनु, जहाजको ढोका त्यसको एकपट्टि राख्नु, पहिलो, दोस्रो र तेस्रो तला भएको त्यो बनाउनु। हालेलुया। जब परमेश्वरले सबै कुरा भन्नुभयो प्रिय मण्डली, नोआले त्यस्तै गरेर जानु भएको छ। उहाँले जसरी बताउनु भयो नोआले अलिकति पनि हेरफेर गर्नु भएको छैन। उहाँले आफ्नै बुद्धिले परमेश्वरले यस्तो बनाउनु भएको छ, उहाँले छेउमा भन्नुपर्छ बिचमा पनि ढोका बनाए हुन्छ। प्राय हामी हेर्नुहुन्छ भने हामी घर बनाउँदै गर्दाखेरि ढोका बिचमा हुन्छ। प्राय धेरै धेरै ठुला घरमा यता आधी बिचमा हुन्छ। तर परमेश्वरले किन छेउमा भन्नुभयो त? अनि हेरौँ हामी 17 पदमा, जीवनको सास हुने आकाश मुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्वीमा जल प्रलय ल्याउने छु र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ। यो परमेश्वरको लागि अति नै दुःखदायक कुरो थियो। तर नोआ र नोआको परिवारले बचाउनको लागि नोआलाई किन चुन्नु भयो त? आजको नोआ को? आजको नोआ तपाईँ र हामी। हालेलुया। जब तपाईँले जहाज बनाउनुहुन्छ नि, यो जहाज भित्र को छन्? अब हामी हेर्नु उहाँले कस्तो, जब उहाँले नोआलाई भन्दै गर्दाखेरि नोआले त्यस्तै गरेर जानु भएको छ। अनि गरेर जाँदै गर्दाखेरि 18 पदमा, तर त चाहिँ म आफ्नो करार स्थापित गर्नेछु, त तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरू समेत जहाजमा आउनेछ। हालेलुया। प्रिय मण्डली, नोआमाथि परमेश्वरले अनुग्रह गर्नुभयो। नोआले जहाज बनाउँदै गर्दाखेरि कति मानिसले भन्ला यो कस्तो बोलाइसकेको छ, सुन्न परेको होला। किनभने त्यस्तो पहिलोचोटि हुँदै थियो। बाइबलमा फेरि अर्को जहाज बनेको छैन, हामी भेटाउँदैनौँ। तर हामीले प्रभु यीशुलाई हेर्नुहुन्छ भने जहाजमा चढेर यताउति जानुभएको छ, यता र उता पारि। परमेश्वरले यो कुरा गर्दै गर्दाखेरि नोआले पनि अचम्म लागेको होला। तर परमेश्वरले यो जो भन्नुभयो जल पर्न ल्याउँछु भनेर बाँच्नको लागि त मान्छेलाई चाहियो।
अनि नोआमाथि अनुग्रह गरेको कारणले उहाँका पुरै परिवार बाँचेको छ। अनि पवित्र शास्त्र बाइबलमा हेर्नुहुन्छ भने तिमी बाँच तिम्रो परिवार बाँच्नेछ। हालेलुया। नोआको कारणले गर्दाखेरि उहाँका परिवारहरू के हुनुभएको छ त? बाँचेको हामी भेटाउँछ। त्यस्तै नि उत्पत्तिको 7:5 हामी हेर्नेछौँ। यहाँ प्रिय मण्डली यस्तो लेखिएको छ, तब परमप्रभुले तिनलाई हुकुम गर्नु भए बमोजिम नोआले सबै गरे। हालेलुया। नोआले यहाँ सबै गरेको हामी भेटाउँछौँ। तर एकजना यहाँ हामीले भेटाउँछौँ पवित्र शास्त्र बाइबलमा, उहाँ नोआ हुनुहुन्छ, एकजना यौना हुनुहुन्छ। यौनालाई प्रभुले भन्नुभयो निनवे सहरमा जानको लागि, तर उहाँ अरू ठाउँमा गएको भेटाउँछौँ। आज मण्डलीमा परमेश्वरले नियुक्त गर्नु भएको व्यक्ति आफ्नै मन चालले गर्दैछ। के उहाँ सफल हुन्छ त? योना उहाँ निनवे सहरको सट्टामा अर्को देशमा हामी गएको भेटाउँछौँ, तर उहाँ सफल हुनु भएन, त्यो देश पुग्नु भएन प्रिय मण्डली। हालेलुया। किनभने परमेश्वरको योजना योनाको जीवनमा बेग्लै थियो। उहाँ निनवे सहरमा गएर निनवे सहरलाई बचाउनको लागि पहिला उहाँलाई वार्निङ दिनको लागि पठाउनु भयो कि यो सहर नाश हुन्छ भनेर उहाँले सुसमाचार प्रचार गर्नको लागि। तर योनालाई थाहा थियो कि त्यहाँका मानिसहरू धेरै डेन्जरस छन्, खतरनाक छन्, मलाई मारिदिन्छ भनेर त्यो मर्ने डरले अरू देशमा गयो। तर परमेश्वरले त्यही बेला थोरै बतास ल्याइदियो। हालेलुया। अनि उहाँले जब यो हुँदै गर्दाखेरि त्यहाँका मानिसहरूले थाहा भयो यो व्यक्तिको कारणले भएको हो भनेर। अनि उसले भन्दैछ कि तिमीले यस्तो के गरेको हो? अनि जब बताउँदै गर्दाखेरि प्रिय मण्डली उहाँले समुद्रमा फालेको भेटाउँछ। तर योना मरेको छैन। उहाँलाई परमेश्वरले एउटा ठुलो विशाल माछा पठाउनु भएको छ। अब हामी सोच्नुहोस् त, त्यो माछाको पेटभित्र 3 दिन 3 रात योना हुनुहुन्थ्यो। योनाको माछाको पेटमा लाइट थियो, न अक्सिजन थियो, न खाना थियो, कसरी बाँचेको होला? तर योनाले प्रार्थना गर्नु। हालेलुया। बाहिरबाट केही नगए पनि सिधै स्वर्गमा हाम्रो पिताले सुन्नु भयो। हालेलुया। आज तपाईँको हृदय टुटेको छ, हाम्रो परमेश्वर जान्नुहुन्छ। उहाँले हृदय टुटेकाहरूलाई उहाँले जोड्ने उहाँ नै हुनुहुन्छ। हालेलुया। एउटा सामान्य डाक्टरले माथिको घाउलाई निको पार्छ भने हाम्रो परमेश्वरले नदेख्ने ठाउँको घाउलाई निको पार्नुहुन्छ। हालेलुया। उहाँ हाम्रो सर्वव्यापी परमेश्वर हुनुहुन्छ। आज यस मण्डलीमा यस भवनमा जुन व्यक्ति यहाँ छ नि यो बाँचेको छ। हामी सुसमाचार प्रचार गर्दै जाँदै गर्दाखेरि हामीले नराम्रो भन्छौँ, तर प्रिय मण्डली याद गर्नुहोस् परमेश्वरले हामीले कहिले पनि नराम्रो भनेको छैन। हालेलुया। उहाँले मूसालाई आफ्नो मित्र भनेर बोलाउनु भएको छ। अनि हेर्नुहुन्छ भने हाम्रो पिताले त पक्षघातीले अँगालो हान्नु भएको छ, जो संसारको व्यक्तिले गर्न सक्दैन। यो सबै कुरा हुँदा हुँदै प्रिय मण्डली उत्पत्तिको पुस्तक 7:16 हामी हेर्नेछौँ। परमेश्वरले नोआलाई हुकुम गर्नु बमोजिम जहाजभित्र पसेको प्राणी भाले र पोथी गरी आए। त्यसपछि परमप्रभुले जहाजको ढोका थुनिदिनु भयो। हालेलुया। प्रिय मण्डली जहाजको ढोका बन्द भइसकेपछि हामी हेर्नुहुन्छ कि जल प्रलयको पानीहरू पर्न थालेको छ, मुसलधारे एकदमै। यस्ता पानी एकदमै जब जल प्रलय हुनुभन्दा अगाडि जब नोआले सबै कुरा गर्दै गर्दाखेरि मान्छेले के भनेको होला? धेरै कुराहरू सुन्नु परेको होला। तर नोआले मान्छेको कुराप्रति ध्यान दिनु भएन, उहाँले परमेश्वरको कुराप्रति ध्यान दिनुभयो। आज तपाईँले र हामीले परमेश्वरले भन्नुभएको छ भने यो सत्य हो। हालेलुया। किनभने उहाँ हाम्रो सत्य परमेश्वर हुनुहुन्छ। जब हामी हेर्नुहुन्छ भने नोआले जब भन्नुभयो नि परमेश्वरले भाले र पोथी सबै जीवका जोडी जोडी ल्याउनलाई, मानिसले नोआको कुरालाई सुनेन, तर जीव र जन्तुले नोआको कुरालाई सुनेको छ। हालेलुया। बाख्रा गएको छ, हात्ती गएको छ, फ्याउरा गएको छ, धेरै पशु पन्छीहरू परेवा गएको छ,
धेरै पशु पक्षीहरू गएको छ। अब प्रिय मण्डली, नोआले प्रचार गर्दै गर्दाखेरि जब पशु पक्षी जनावर गयो भने मान्छेले किन सुनेन? किनभने मान्छे अटेरी भएको थियो। यो पृथ्वीमा पाप भएकाले मान्छे आफैमा घमण्ड गर्न थाल्यो। तर नोआले जसलाई भन्नुभयो, परमेश्वरले जसले भन्नुभयो, अनि नोआले त्यस्तै गर्दै जाँदै गर्दाखेरि त्यो सबै प्राणीहरू हामी बाँचेको भेटाउँछौँ। हालेलुया। आज कतिपय मान्छे जहाज बाहिर छ, जहाजभित्र आउन चाहन्न। हामी हेर्नेछौँ प्रेरितको पुस्तक 3 अध्यायलाई निकालेछौँ प्रिय मण्डली। प्रेरितको पुस्तक 3 अध्यायको 6 पदले हेर्नेछौँ। हामी यहाँ हेर्नुहुन्छ भने एकजना लङ्गो निको पारिएको, हामी यहाँ यो एकदमै धेरै विषय गहिरो छ। त्यो लङ्गो व्यक्ति 3को 6 एकजना पढिदिनु होला। त्यो लङ्गो जहिले पनि आएर कहाँ बस्नुहुन्थ्यो? सुन्दर नामक ढोका, मन्दिरको ढोकाको छेउमा बस्नुहुन्थ्यो। र 3को 6मा यस्तो लेखिएको छ, तब पत्रुसले भने, सुन चाँदी मसित छैन, तर जे मसित छ त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रिस्टको नाउँमा हिँड। हालेलुया। प्रिय मण्डली, त्यो लङ्गो व्यक्तिले त यस्तो सोचेको थियो कि यिनीहरूले सायद पैसा कोरिदिन्छ कि। तर सोच्नु त हल्का, यदि पैसा या सुन या चाँदी दिएको भए त्यो लङ्गो व्यक्ति त्यही हुन्थ्यो, त्यही ढोकामा, त्यो जन्मेदेखिको लङ्गो। तर पत्रुसले भन्नुभयो कि मसँग सुन चाँदी छैन, तर जे मसँग छ त्यही दिन्छु। अनि प्रभुको नाम दिनुभयो। हालेलुया। कहिलेकाहीँ तपाईँको पकेट रितो हुँदा नआत्नुहोस्। यो सोच्नुहोस्, मेरो छ नि स्वर्गमा मेरो बुबा, मेरो बाबा छ नि, उहाँ गरिब हुनुहुन्न। हालेलुया। पत्रुसले या यूहन्नाले त्यो 1 सुनको सिक्का दियो भने त्यो लङ्गो अहिले पनि त्यही हुन्थ्यो। तर हामी हेर्नेछौँ 6को 8, यहाँ यस्तो लेखिएको छ, अनि जुरुक्कै उठेर त्यो खडा भयो र हिँड्न थाल्यो र हिँड्दै र उफ्रिँदै गरेको परमेश्वरको स्तुति गर्दै तिनीहरूसँग मन्दिरमा पसे। हालेलुया। मण्डली, जब मन्दिरमा पसे नि थियो, अनि त्यहाँका व्यक्तिहरूले हेर्नु भएको छ। आज म पनि यस्तो ब्याकग्राउन्डबाट, मेरो गवाई प्रिय मण्डली, म धेरै लतमा फसेको व्यक्ति। म गाँजा खान्थेँ, चुरोट खान्थेँ, रक्सी खान्थेँ, बेविचारका कुराहरू गर्थेँ। तर प्रिय मण्डली, अहिले कुनै पनि साथीभाइ छैन मसँग। म एक्लै यस भवनमा आएको छु। मेरो साथीहरू छ अहिले। म उहाँहरूलाई प्रार्थना गर्दै गर्दाखेरि म प्रभुसँग भन्छु, प्रभु म जस्ता पापीलाई त तपाईँले धर्मी बनाउनु भयो। हालेलुया। अनि मेरो साथीहरू कुन हो र? जब प्रार्थना गर्दै गर्दाखेरि म आफ्नो साथीहरूलाई याद गर्छु। मैले बाँचिसके प्रभु, अब मेरो साथीहरू पनि बाँच्नुपर्छ। मलाई त्यो धैर्य दिनुहोस्, मलाई शक्तिको आत्मा दिनुहोस्, मलाई प्रेमको आत्मा दिनुहोस् कि उहाँहरूले म सुसमाचार सुनाउँदै गर्दाखेरि शर्ममा होइन तर गर्वले म परमेश्वरको सुसमाचार प्रचार गर्दैछु, परमेश्वरको राज्यको काम गर्दैछु भने म गर्वले तपाईँको स्वर्गतिर म आफ्नो गर्वले, आफ्नो आँखाले हेर्दै गर्दाखेरि तपाईँमाथि म गर्व गर्छु कि त्यो योग्यको बनाउनु भयो। हालेलुया। म योग्यको थिइनँ प्रिय मण्डली। एक दिन मेरो दाइले सोध्नु भएको थियो कि किन खान्छु भनेर। मैले भने यस्तै। तर अहिले मलाई त्यो कुराहरू याद हुँदैछ कि खाँदै गर्दाखेरि केही बनेको थिएन, तर पुरै कुरा बिग्रेको थियो। समाजमा नराम्रो नजरले हेर्थ्यो। तर अहिले म खाँदैन। अहिले धेरै व्यक्तिले भन्छन्, त्यही अनिल होइन, त्यो त अस्ति खान्थ्यो नि, त्यही अनिल होइन, त्यो त हेरेको थियो, त्यो भट्टीमा दियो, त्यही अनिल होइन। तर आज म गर्वले भन्छु कि म आज चर्च जान्छु। हालेलुया। आज मैले त्यो खराब बाटो छोडेको छु। त्यही अनिल होइन, त्यो त हामीसँग बसेर खाने होइन। तर प्रिय मण्डली, कसैले सोध्छ तपाईँ कहाँ जानुभयो, त्यो गर्वका साथ भन्नु, म चर्च गएर आएको छु, म सन्ति गएर आएको छु। हालेलुया। जब म खराबीमा थिएँ, कोही पनि व्यक्ति मलाई बाबु यो सबै गर्नु हुँदैन भनेर भन्नुहुन्थ्यो, तर छोडाउने कोसिस गर्नु भयो, तर मैले छोड्न सकेन। परमेश्वरले छोडाउनु भयो। हालेलुया। त्यही अनिल होइन, त्यो बाटो जाँदै गर्दाखेरि त्यही अनिल स्कुलतिर गाँजा खाने व्यक्ति होइन, तर
स्कुलको बाटो होइन प्रिय मण्डली, म अब चर्चको बाटो आउन थालेको छु। हालेलुया। परमेश्वरले त्यो योग्यको बनाउनु भएको छ। हामी विभिन्न ब्याकग्राउन्डबाट होला, विभिन्न हाम्रो ब्याकग्राउन्ड, हामी यस्तो फ्यामिलीबाट आएको हो, तर परमेश्वरले त्यो फ्यामिलीलाई होइन, परमेश्वरले तपाईँलाई हेर्नु भएको छ। हालेलुया। तपाईँको फ्यामिली जस्तो भए तापनि परमेश्वरले त्यो फ्यामिलीलाई पनि, त्यो परिवारलाई पनि सम्हाल्नु हुँदैछ। हालेलुया। अनि हामी यहाँ उहाँले बोलाइएका व्यक्तिहरू, तर एउटा कुरा याद गर्नुहोस् है, बोलाइएका धेरै छन् तर चुनिएका थोरै छन्। तर म गर्वका साथ भन्छु, म चुनिएका व्यक्ति हो। हालेलुया। म बोलाइएका होइन, तर परमेश्वरले मलाई चुन्नु भएको छ। हेर्नुहुन्छ भने उहाँले 5000लाई खाना खुवाउनु भएको छ, तर उहाँका 12 चेलाहरूलाई सोध्नुहुन्थ्यो के छ। 5000सँग सोध्नु भएन, 4000सँग सोध्नुहुन्थ्यो, तर उहाँका चेलाहरूसँग सोध्नुहुन्थ्यो के छ भनेर। भिडले मात्र खाना खानुभयो, तर त्यो 12 चेलाले परमेश्वरको राज्य काम गर्नुभयो। हालेलुया। उहाँले आत्मिक भोजन जुन स्वर्गबाट आउनुहुन्थ्यो अनि उहाँहरूले खानुहुन्थ्यो। आज त्यो 12 चेलाको योगदान छ। हालेलुया। हामीले उहाँको योगदानको कारणले गर्दै गर्दाखेरि हाम्रो बीचमा यो पवित्र शास्त्र भएको छ। हालेलुया। अनि प्रिय मण्डली, हामी 9लाई हेर्दैछौँ। तब सबै मानिसहरूले त्यसलाई हिँड्दै गरेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे। हालेलुया। हामी संसारमा हुँदा गरेका थिएनौँ, तर जसरी नि मैले चिने कि मेरो परमेश्वर सर्वशक्तिमान प्रभु हुनुहुन्छ। अनि आज पहिले म लग्न थिएँ, म यहाँ आउन जानेको थिएन प्रिय मण्डली, तर कुनै एक व्यक्तिले मलाई सुसमाचार सुनाउनु भयो। त्यो सुसमाचार त्यो दिन मेरो जीवनमा काम त सुरुदेखि नै गर्न थाल्नुभयो, तर जसरी म बिस्तारै बिस्तारै प्रभुलाई खोज्न थालेँ प्रिय मण्डली, अनि मेरो जीवन परिवर्तन हुँदै गयो। म लङ्गो थिएँ, तर आज हिँड्न बनेको छु। हालेलुया। शारीरिक लङ्गो होइन प्रिय मण्डली, म आत्मिक लङ्गो थिएँ। मेरो खुट्टा ठिक थियो, तर म हिँड्न सकिरहेको थिएन, तर परमेश्वरले हिँड्ने योग्यको बनाउनु भयो। हालेलुया। जब यो लङ्गो व्यक्तिलाई हेर्नुभयो कि त्यही लङ्गो होइन भनेर, आज त्यो लङ्गो म थिएँ। त्यो व्यक्तिहरूले हेर्छ कि त्यही होइन, तर म भन्छु हो म त्यही हो, तर जुन कुरामा गर्दै थिएँ परमेश्वरको विरुद्धमा आज त्यो गर्न छोडेको छु। हालेलुया। किनभने परमेश्वरले जुन कुरालाई घृणा गर्नुहुन्छ त्यो कुरा हामीले गर्न छोडेका छौँ। हालेलुया। तर प्रिय मण्डली, कतिपय साथीभाइ बहिनीहरू फँसेका छन्, उहाँहरूको लागि प्रार्थना गर्नेछु, छोड्ने होइन। किनभने मेरो साथी जब खान्थे भने त्यो मेरो साथी थियो, आज किन मैले डिफ्रेन्ट भयो त, किन मैले उहाँसँग छुटिएँ त, किनभने त्यो खराब काम गरेको कारणले गर्दै गर्दाखेरि परमेश्वरबाट हामी टाढा भएको प्रतिको पुस्तकमा। अनि त्यसपछि 10मा तिनीहरूले त्यसलाई मन्दिरको सुन्दर ढोकामा भिख माग्न बसिरहेको यही नै हो भनेर चिनेर त्यसमाथि भएको कुरामा तिनीहरूले अचम्म मानेर आश्चर्यचकित भए। हालेलुया। आज मान्छेहरू पनि चकित हुन्छन्। म पर्वमा आउँदै गर्दाखेरि धेरै कुरा हामीले गर्न छोडिदियो, किनभने परमेश्वरको भय मान्नु नि बुद्धिको विकास हो। उहाँको भय भनेको हाम्रो लागि प्रेम हो प्रिय मण्डली। हामी भजन सङ्ग्रह, एकजनाले भजन सङ्ग्रह 34 को 7लाई पढ्नुहोस् त। भजन सङ्ग्रह 34 को 7। उहाँको भय मान्नु यो होइन कि डराउनु हो, उहाँको भय मान्नु यो होइन कि हामीले डराएर भाग्ने हो। जस्तै यौनाले भागेको भेटाउँछौँ, तर यौनाले हृदयबाट पश्चाताप गर्नुभयो र उहाँले फेरि निन्वे सहरमा गएर प्रचार गर्नुभयो। म पढ्दिनेछु। हजुर। भजन सङ्ग्रह 34 को 7। परमेश्वरको भय मान्नेहरू चारैतिर परम प्रभुको स्वर्गदूतले सुरक्षाको घेरा लगाउँछन् र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ। मण्डली, उहाँको भय मान्नु भाग्नु होइन कि मलाई प्रभुले केही गरिदिनुहुन्छ, तर उहाँको भय मान्नु प्रेमता हो। भय मान्नुको अर्थ हामीले खालीबाट यो पर्वमा काम गर्दैन। भय मान्नु भनेको हाम्रो बुद्धिको विकास हो, बुद्धिको विनाश होइन, बुद्धिको विकास हो। हामीले जन चेतना उहाँले दिनुहुन्छ। अनि जब नोआले जहाज बनाउँदै गर्दाखेरि जहाजभित्र जो भएको छ नि त्यो सबै बाँचेको भेटाउँछौँ, अलिकति पनि केही भएको छैन। हामीले हेर्नुहुन्छ
जब उहाँ जब ढोका खुला थियो त्यति बेला कोही पनि भित्र पसेन। मानिसहरूले बोल्दै गर्दाखेरि सबै हेर्नुहुन्छ भने खानपिन विवाहबारीमा व्यस्त थियो। खुला भएको बेला पसेन। तर उत्पत्तिको पुस्तक 7:16 कसैले पढ्दिन्छ त? 7:16 त्यही कुरा भइसकेको छ। मर्कुसको पुस्तकतिर हामी जाऊँ। मर्कुसको पुस्तकको 16 पद निकाल्नेछौँ हामी, हेर्नेछौँ यहाँ। मर्कुसको 16 पद। जब नोआले यो सबै प्रचार गर्दै गर्दाखेरि उहाँको सुसमाचार जय जनावरले सुन्नुभएको छ, पशु पन्छीले सुन्नुभएको छ, तर मान्छेले अटरी गरेर सुन्न इन्कार गरिदियो। तर हामीले विनाश भएको हेर्न पाउँछौँ। हालेलुया। हामी मर्कुसको पुस्तक 16 को 15 पदलाई कसैले पढ्दिन्छ त? अनि उहाँले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। हालेलुया। प्रिय मण्डली, हामीलाई त्यो कुरा कसलाई भन्नुभएको हो? हामीलाई भन्नुभयो। आज हामीले त्यो कुरा गर्नै छोड्ने छैन। हामीले त्यो कुरा रोक्ने होइन। हामीलाई कसैले रोक्न चाहे तापनि हामी रोक्दैनौँ। हामीले पवित्र शास्त्र बाइबलमा उहाँका चेलाहरूको यस्तो तरिकाले मृत्यु भएको, कसैको घाँटी काटेको त कसैको तेलमा उमालेको, कसैको के तरिकाले हामीलाई त परेको छैन। तर उहाँले योगदान दिएको कारणले गर्दै गर्दाखेरि हाम्रो बिचमा यो छ प्रिय मण्डली। हालेलुया। त्यस कारणले हामी सुसमाचार प्रचार गर्न छोड्दैनौँ। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। अनि 16मा विश्वास गर्ने र बत्तिसमा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ। हालेलुया। प्रिय मण्डली, जब हामी विश्वास गरिसक्यो अनि हामीलाई यो कुरा थाहा छ कि मैले अनन्तको जीवन पाइसक्यो, तर कतिजनाले यस कुराबाट पनि पछाडि भएको है भेटाउँछौँ। हामीले एक ठाउँमा हेर्नुहुन्छ पवित्र शास्त्र बाइबलमा कतिजनाले चुनिएकाहरूले पनि भरमाउने छन्। यस्ता दिनहरू छ प्रिय मण्डली है। कतिजनाले चुनिएका मध्येहरूलाई पनि शैतानले के गर्छ त? भरमाएको हामी भेटाउँछौँ। यो मैले भनेको होइन, परमेश्वरले भन्नुभएको। उत्पत्तिमा हामी हेर्नुहुन्छ भने अदनको बगैँचामा दुईजना व्यक्ति भेटाउनुहुन्छ, आदम र हव्वा। हव्वालाई छल गरेको हामी भेटाउँछौँ। उहाँ त परमेश्वरले बनाउनु भएको पहिलो मानव जाति आफ्नै स्वरूपमा, अनि हामीलाई उहाँले आफ्नै स्वरूपमा बनाउनु भएको छ। हालेलुया। प्रिय मण्डली, जाऊ पुरै सृष्टिलाई सुसमाचार प्रचार गर। अनि विश्वास गर्ने र बत्तिसमा लिने उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ। हालेलुया। आज हामीले यो कुरा जान्दा जान्दै पनि हामी जान्छौँ अनि धेरै व्यक्तिले हामीलाई यस्तो तरिकाले सम्बोधन गर्नुहुन्छ, यस्तो नराम्रो तरिकाले हेर्नुहुन्छ, तर हामीले त्यसलाई उल्टो जवाब दिँदैनौँ। हालेलुया। किनभने परमेश्वरको भय मान्ने व्यक्तिहरू हौ हामी है। हालेलुया। त्यस कारणले जब सुसमाचार प्रचार गर्दै गर्दाखेरि गर्वका साथ गर्नुहोस्, किनभने मेरो इनाम कहाँ छ त? स्वर्गमा छ। हालेलुया। जहाँ न चोर छ, न खिया लाग्छ, न किरा लाग्छ। हालेलुया। किनभने हाम्रो इनाम त्यहाँ छ। त्यहाँ कोही छैन, परमेश्वर बाहेक कोही हुनुहुन्न। उहाँले जसलाई चाहनुहुन्छ उहाँले त्यसलाई नै लैजानुहुन्छ। हालेलुया। प्रिय मण्डली, अहिले ढोका खुलेको छ। अहिले हामी सबैले भन्छौँ कृपया आउनुहोस्, कृपया आउनुहोस्, परमेश्वरमा विश्वास गर्नुहोस्, अनन्तको जीवन पाउनुहोस्, पापबाट छुटकारा पाउनुहोस्। तर आउँदैन। तर जहिले ढोका बन्द भइहाल्छन् प्रिय मण्डली, त्यो दिन उहाँहरूले बुझ्नुहुन्छ त्यो व्यक्तिले भनेको कुरा सही थियो। हालेलुया। अनि त्यो व्यक्ति म हुँ, त्यो व्यक्ति तपाईँ हो, त्यो व्यक्ति हामी सबै हो। हामीले सुसमाचार प्रचार गर्न छोड्नु हुँदैन। सुसमाचार हामी मात्र बोल्नुबाट होइन, तर आफ्नो क्यारेक्टरबाट, आफ्नो चाल ढङ्गबाट, आफ्नो खानपिनबाट, आफ्नो हेराइबाट प्रचार हुन्छ। हालेलुया। किनभने मत्तीको 5 अध्यायमा हेर्नुहुन्छ भने व्यभिचारको एउटा पुस्तक छ त्यहाँ खण्डमा 5 अध्यायमा, जसले कुनै स्त्रीलाई कुवासनाले
हेर्छ भने उसले पहिलादेखि नै पाप गरेको भेटाउँछ, व्यभिचार गरेको भेटाउँछ। त्यस कारणले हामी आफ्नो नजरलाई, आफ्नो कानलाई, आफ्नो मुखलाई सबैबाट हामीले सुसमाचार प्रचार गर्नुपर्छ। हालेलुया। सुन्नु भएको छ होला, मेरो एउटा साथी हुनुहुन्थ्यो, अहिले पनि याद छ, म विदेशबाट फर्केर आएको थिएँ अनि उसलाई बाइबल दिँदै गर्दाखेरि उसले भन्यो कि यसमा त झुटो बोल्न भन्दैन, म त यो लिन्न भनेर, यसको पालन गर्दैन। मैले दिन गएँ, यसमा झुटो बोल्न पर्दैन, यो गर्न पर्छ, मलाई थाहा भयो। मैले प्रभु तपाईँलाई धन्यवाद कि यो कुरा मलाई थाहा छ, यो कुरा म गर्दैन। हालेलुया। यस कारणले हामीले भन्छन् कि क्रिस्चियनहरूले झुटो बोल्दैन, छल्ली कुरा गर्दैन, व्यभिचारमा पर्दैन। तर प्रिय मण्डली, अहिले यो कुरा हामी आफ्नै विश्वासी भाइ बहिनीहरूमा पाउँछ। तर म त्यो होइन, म गर्वका साथ भन्छु, म परमेश्वरको भय मान्ने व्यक्ति हो। जसले परमेश्वरको भय मान्छ नि त्यो व्यक्तिहरूले यो कुराहरूबाट हारेर हुन्छ। हालेलुया। प्रभु यीशु यो पृथ्वीमा हामी जस्तै मानव जाति भएर बस्नुभयो कि उहाँलाई शारीरिक इच्छा जाएको थिएन, तर उहाँले हरेक कुराबाट अलग हुनुभयो, पितासँग हरेक दिन कनेक्सनमा हुनुहुन्थ्यो, हाम्रो लागि प्रार्थना गर्नुहुन्थ्यो। हामीले हेर्नुहुन्छ एक ठाउँमा प्रभुलाई पक्राउ पर्न आएको बेला, जब डाँडामा भएको बेला पत्रुसले हो एकजनाको कान चट्टै काटेको भेटाउँछौँ। को हुनुहुन्छ? पत्रुस। सियोन पछि चाहिँ उहाँको पत्रुस भएको हो, किनभने पत्रुस प्रभु यीशुको नजिक हो, एकदमै चेला। अनि प्रिय मण्डली, चट्टै जब काट्दै गर्दाखेरि प्रभुले के भन्नुभयो? यो तलवारलाई म्यानमा निहाल। हालेलुया। चाहनुहुन्थ्यो भने ओहो पत्रुस तिमीले ठिक गर्यो, मेरो विरुद्धमा लडेको छौ भनेर खुसी हुनुहुन्थ्यो, तर उहाँले भन्नुभयो यो गर्नु हुँदैन भनेर। हिंसा उहाँले चाहनु भएन, उहाँले शान्ति चाहनु भएको छ। हालेलुया। यस कारणले प्रिय मण्डली, हामी उल्टो जवाब कसैलाई दिँदैनौँ। हामीले परमेश्वरको भय मानेर, कसैले अब यहाँ भन्नुभएको छ कसैले एक गालामा हान्छ भने अर्को गाला पनि फर्काइदियो। हालेलुया। प्रिय मण्डली, आज हामी पसिहाल्यो, अब अरूलाई पनि आउने हामी जब भन्दै गर्दाखेरि उहाँको स्वयंको इच्छा हो, हामी यहाँ जबरजस्ती ल्याउन सक्दैन। हालेलुया। अब प्रिय मण्डली, जब त्यो उत्पत्तिको पुस्तकमा नोआले परमेश्वरले भन्नुभयो ढोका बन्द गर्नको लागि, त्यो ढोका को हुनुहुन्छ? यस, हालेलुया। ताली बजाएर प्रिय मण्डली, त्यो ढोका प्रभु यीशु हुनुहुन्छ। यहाँ दिएको छ जुन नुहाको हामीले नुहाले जहाज बनाएको हेर्दै गर्दाखेरि नुहाको जहाजले एउटा सङ्केत मान्न सकिन्छ, परमेश्वरको राज्य मान्न सकिन्छ। किनभने जो व्यक्ति त्यसमा पसेको छ, पशु पक्षी गएको छ, त्यो सबै बाँचेको भेटाउँछ, तर बाहिर भएको कुराहरू सबै नष्ट भएको भेटाउँछ। हालेलुया। त्यस कारणले त्यो उहाँ परमेश्वरको राज्यमा जो व्यक्ति प्रवेश गरेको छ नि उही बाँचेको हामी भेटाउँछ। हालेलुया। नोआले जबरजस्ती कसैलाई भनेन, नोआले सबैले प्रचार गर्नुभयो कि परमेश्वरले यस्तो गर्न जाँदै हुनुहुन्छ, कृपया जहाजभित्र बस्नुहोस् भनेर। प्रिय मण्डली, कोही पनि आएन, तर जो व्यक्ति भित्र पस्यो नि, हामी हेर्नेछौँ यूहन्नाको पुस्तक 10 अध्याय निकाल्नुहोस् त। यहाँ प्रष्ट रूपमा लेखिएको छ प्रिय मण्डली, यूहन्नाको पुस्तक 10 अध्यायको 7, 8, 9 पढ्नेछौँ। यहाँ लेखिएको छ, म पढ्नेछु। यसकारण येशूले फेरि तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, भेडाहरूको ढोका म नै हुँ। हालेलुया। त्यसपछि भन्नुभयो 8 मा, म भन्दा अघि आउने सबै चोर थियो, डाकुहरू हुन्, तर भेडाहरूले तिनीहरूका कुरा सुनेन। कति दुःखको कुरो छन् कि एउटा आफ्नो गोठालोको भेडाहरूले उहाँकै आवाज सुनेन, तर जसले सुन्यो त्यसले पनि कतिजना इन्कार गरेको भेटाउँछ। आज कतिजना हामी विश्वासमा आएर पनि किन यस्तो कुरामा फसेको छ त? परमेश्वरको भय नमान्नेको कारणले हो। अनि प्रिय मण्डली,
9मा हेर्नेछौ, ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ र भित्र बाहिर आउने जाने गर्छन् र खर्कमा चर्न पाउनेछ। हालेलुया। आज हामी ढोकाभित्र छौँ। त्यो ढोका मेरो प्रभु यीशु हुनुहुन्छ, मेरो बुबा आउनुहुन्छ। आज म यस भित्र छु। आज म जति बेला ढोका खोलेर बाहिर जान सक्छु, भित्र आउन सक्छु, तर बाहिरको मान्छे भित्र आउन सक्दैन। तर जो व्यक्ति भित्र आइसकेको छ त्यो जहिले पनि ढोका खोल्छ, बाहिर जान आउने गर्छ, किनभने पिताले त्यसलाई अधिकार दिनुभएको छ। हालेलुया। आज त्यो अधिकारलाई नगुमाउनुहोस्। म यस्तो ठाउँमा उभिएर बोल्न पाउँदा मेरो लागि साह्रै गर्वको कुरो। यो काठमाडौँ जस्तो ठाउँमा कोही पनि व्यक्ति छिटो चिन्दैन, चिनेको जाने मान्छे पनि भाग्छ। तर परमेश्वरको प्रेम भएको कारणले हामी तपाईँ र हामी यहाँ हौँ। हालेलुया। ढोकाभित्र हामी पसिसकेका छौँ र कति भेडाले यदि उहाँको कुरा सुनेको छैन भने त्यो भेडा के हुन्छ? नाश हुन्छन्। तर जुन भेडाले कुरा सुनेको छ नि, यहाँ लेखिएको छ प्रिय मण्डली, मैले होइन तर परमेश्वरको वचनले भन्दैछ र परमेश्वरले भन्नुभएको छ, प्रभु यीशुले भन्नुभएको छ, ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ र भित्र बाहिर आउने जाने गर्नेछ र खर्कमा चर्न पाउनेछ। अनन्तको कुरा छ त्यहाँ प्रिय मण्डली। यस कारणले हामी उहाँमा गर्व गर्छौँ कि हामीलाई भित्र पस्नको लागि दियो। नोआको जहाज जब बन्द भयो नि प्रियमा, ढोका बन्द भयो नि, कतिजनाले ठोक्यो होला, तर त्यो ढोका खुलेन, किनभने परमेश्वरले आज्ञा दिनुभएको थियो। ढोका बन्द भयो त बन्द भयो, उहाँले खोल्नु भएको थियो। अनि नोआलाई भन्दै गर्दाखेरि ढोका बन्द भयो। अब भित्र कोही पनि आउने छैन। हालेलुया। तर हामी पहिलादेखि नै आइसकेका छौँ। मेरो पिताले अहिले पनि ढोका खोलेर राख्नु भएको छ। दुई थरीका ढोका हामीले पाउँछौँ। कस्तो कस्तो? साँगुरो वाह, हालेलुया। यो कुरा हामीले याद गर्नु जरुरी छ। साँगुरो ढोका कस्तो हुन्छ? यो ढोकाबाट हात्ती छिर्छ? तर परमेश्वरको राज्यमा छिर्छ। हालेलुया। सोच्नु त, हात्ती जब नोआको जहाजमा जाँदै गर्दाखेरि कस्तो ढोका होला? कम्तीमा यहाँदेखि त्यहाँसम्म त होला। बाख्रा अरू जीव जनावर त ठिकै हो, सानो सानो हुन्छ, तर हात्ती त ठुलो हुन्छ। प्रिय मण्डली, हामी त साँगुरो ढोका किन प्रभुले भन्नुभयो? फराकिलो ढोका कस्तो हुन्छ? त्यहाँ नष्टको जीवन, त्यहाँ नष्टका कुराहरू छ। तर उहाँको राज्यमा साँगुरो ढोका पनि के छ त? धेरै ठुलो हुन्छ। हालेलुया। तर त्यसमा पाउने थोरै छन्। फेरि त्यो थोरै मध्ये को हो त? हामी। हालेलुया। परमेश्वरलाई महिमा। त्यो ढोका हाम्रो पिता येशू नै हुनुहुन्छ। अहिले ढोका खुला छ। उहाँले भन्नु पनि भएको छ, त्यो दिन आउँदैछ जब उहाँ आउनुहुन्छ नि। अनि हामीले मर्कुसको पुस्तक 16 अध्यायले हेर्यौँ, जाउँ सारा संसारमा सुसमाचार सुना। प्रिय मण्डली, यो उहाँको दोस्रो आगमनको बारेमा हो। हामीले यसलाई राम्रोसँग बुझ्नुभयो भने यो किन भन्नुभयो, जाऊ अनि उहाँको नाममा, पिता पुत्र र पवित्र आत्माको नाममा बत्तिस्मा देऊ। जब पुरै संसारका मानिसहरूले सुसमाचार सुनिहाल्छ नि, अनि उहाँको आगमन हुन्छ। हामीले एउटा अनुमान भनौँ, किनभने किनभने उहाँले पवित्र शास्त्र बाइबलमा के भन्नुभएको छ? सबैको न्याय हुन्छ। अनि त्यो दिन आउनेछ कि तिमीले सुसमाचार सुनेका थियौ कि थिएन? अनि उहाँले भन्छ, प्रभु एकजनाले भनेको थियो तर मैले विश्वास गरेन। अनि जीवनको पुस्तक उल्टिनेछ। बाबु तपाईँको नाम छैन यसमा। अनि त्यो दिन नआउनु परोस्। मेरो नाम यहाँ छ भने प्रभुले भन्नु पनि भएको छ, जीवनको पुस्तकबाट नाम काट्नेछ भनेर। यसको मतलब जसले चुनिएका छन्, जसको नाम लेखिएका छन्, त्यसको पनि नाम काट्न सक्नुहुन्छ। त्यो परमेश्वरले गर्न सक्नुहुन्छ, मात्र हामीले गर्न सक्दैनौँ। यो सोच्नुहोस् कि मेरो नाम त लेखाइसकेको छ। अब त्यहाँ जाँदै गर्दाखेरि मेरो नाम प्रभुले हेर्दै गर्दाखेरि, प्रभु मेरो नाम त्यहाँ भएको छ, म प्रभुसँग छुटेर म केही पनि होइन। म आफ्नो परिवारको लागि चिन्ता गर्छु। तर पवित्र शास्त्र बाइबल हेर्दै गर्दाखेरि किन चिन्ता गर्छु भनेर हामीले पाउँछौँ। हामीले मान्छेले छोडेर जाला, मान्छेले हामीले त्याग्ला, आफ्नै सँगै
बसेको सँगै पढे लेखेको आफ्नै श्रीमतीले या आफ्नै छोराले पनि हामीलाई त्याग्ला तर परमेश्वरले त्याग्नु हुँदैन किनभने हामी हेर्नुहुन्छ भने उहाँले छोराको चोट काट्नुभयो कसको लागि मेरो लागि हो एकजना दुईजना हामी चोर भेटाउँछौँ त्यो चोर चाहिँ एकजनाले कस्ता कस्ता कुरा भनेको छ तर एकजनाले भन्नुभयो हामीले त पाप गरेका छौँ यो व्यक्ति त निर्दोष हो के तिम्रो परमेश्वरको भय छैन अनि प्रभुले त्यति मात्र साँचो उहाँले पश्चाताप गर्दै गर्दाखेरि हामीले एउटा चोर स्वरमा गएको भेटाउँछ त्यो सोच्नुहोस् त कस्तो गर्यो होला उहाँका चेलाहरूले हामीले पवित्र शास्त्र बाइबलमा हेर्दैनौँ तर त्यो चोर स्वरमा गएको छ तर एउटा चोर फेरि त्यही छ म त्यो चोर भन्न चाहन्छु कि उहाँसँगै जान चाहन्छु उहाँ आउँदै गर्दाखेरि हामी नछुटौँ यो यहाँका धन सम्पत्ति यही रहन्छ हामी म यत्रो दिन भयो मलाई केही कुरा खाँचो भएन म प्रभुसँगै भन्छु प्रभु त्यो चोर जस्तै मलाई सम्झिनुहोस् उहाँले भन्नुभयो कि प्रभु तपाईँको राज्य आउँदा मलाई सम्झिनुहोस् अनि उहाँले त्यति बेला भन्नुभयो तिमी आजै नि मसँग हामी दुःख गर्छौँ कष्ट गर्छौँ यदि त्यो दुःख कष्ट यदि यो संसारमा पनि छ तर जीवनको पुस्तकमा नाम मेट्यो भने पनि प्रिय मण्डली हामी यो सबै व्यर्थैका हुन्छौँ हाम्रो त्यो दुःख गरेको केही लाभ हुँदैन तर सबै कुरा त्यागेर पनि यहाँ पनि दुःख त्यहाँ पनि त्यही एउटा ठाउँ त्यहाँ आगो कहिले पनि निप्दैन त्यो आगोमा म जान चाहन्न म कसैले पनि हामी प्रार्थना गरेर प्रभु त्यो आगोबाट मलाई बचाउनुहोस् यो मण्डली त्यो दिनहरू दिन प्रतिदिन बिहान हुँदैछ अन्तका दिनहरू हामी हेर्नुहुन्छ भने वचनको कमी हुनेछ यो सायद हामीसँग बाइबल हुँदैन होला किनभने यो स्मार्टफोन आइसकेको छ यसले सबै कुरा खाँदैछ गल्ती यसको होइन गल्ती प्रयोग गर्ने व्यक्तिको हो परमेश्वरले आजदेखि 10-20 वर्ष अगाडि या 30 वर्ष अगाडि स्मार्टफोन आएको छ तर परमेश्वरले सुरुदेखि र हामीले के दिनुभयो उहाँको वचन दिनुभएको छ हालेलुया उहाँको कोराको चोटको याद गरौँ हामी भन्छौँ नि प्रार्थना गर्दै गर्दाखेरि प्रभु तपाईँको कोराले खानु भएको चोटले हामी निको भएका छौँ सोच्नुहोस् त हामीले त एक लट्ठी कसैले हाल्दा त कति दुख्छ अनि कोरा भनेको एउटा यस्तो कुरो हो जहाँ किला ठोकिएको हुन्छ शरीरमा हाल्छ भने शरीरको मासु लिन्छ परमेश्वरले त्यस्तो स्वर्ग छोडेर हाम्रो लागि आउनुभयो हामीमा के छ र हामी परमेश्वरले त हामीले चाहिएको नि थिएनौँ चाहिएको त परमेश्वर हामीलाई हो हामीलाई चाहिएको परमेश्वर हो परमेश्वरको लागि हामी के हो र किन उहाँले चिन्ता फिक्री गर्नुहुन्छ त तर परमेश्वरले एउटा 3को 16मा हेर्नुहुन्छ भने त्यो कुरा बताउँछ वास्तवमा हामीलाई जुन कुराको मलाई पानी खाने आवश्यकता छ भने म पानी खोजी हिँड्छु के पानीले मलाई खोज्छ त खोजेन प्रिय मण्डली तर परमेश्वरले हामीलाई खोज्नु भयो हालेलुया हामी पापका दलदलमा थियो त्यसकारण प्रिय मण्डली उहाँको बलिदान सिधैमा नजाओस् थोरैजना जान्छौँ कि थोरै मध्ये हामी पनि हो हालेलुया परमेश्वरले वचन प्रचार गर्दै गर्दाखेरि एकजनाले भन्नुभयो प्रभु तपाईँको भाइ र मम्मी आउनु भएको छ भनेर कुरा भेटाउँदै गर्दाखेरि उहाँले भन्नुभयो को भाइ को बहिनी को आमा जसले परमेश्वरको इच्छालाई पालन गर्छ आज्ञालाई पालन गर्छ त्यही हो मेरो आमा त्यही हो मेरो भाइ त्यही हो मेरो बहिनी हालेलुया हामी छौँ उहाँका छोरा छोरी हालेलुया ओके हामी हेर्नेछौँ अब अन्त आइसकेछौँ हामी अहिले प्रवेश गर्नु भएन भने ढोका बन्द हुन्छ र सबै प्राणी र मानिसहरू मरेको हामी कहाँ भेटाउँछौँ त यूहन्ना 7को उत्पत्ति 7को 21 कसैले पढिदिनु त ओके म भेटाइसकेँ मै पढिदिन्छु यहाँ लेखिएको छ पृथ्वीमा चहल गर्ने सबै जीवात के पंछी के पाल्ने पशु के वन
पशु के भुइँमा खस्रिने सबै प्राणी तथा सबै मानिसहरू मरे। प्रिय मण्डली, कति दुःखको कुरा, सबै मर्नु भएको छ, एकजना परिवार बाहेक, नोआको परिवार। हालेलुया। आज त्यो नोआको परिवार हामी हो। हालेलुया। आज हामीले भने कुरा सुनोस् नसुनोस्, तर परमेश्वरको कार्य गरिरहनु पर्छ, सुसमाचार सुनाइरहनु पर्छ। चाहे बदनाम होस्, चाहे मान्छेले हामीले हिर्काओस्, पिटोस्, अनि हामी पहिलो व्यक्ति होइन कि सुसमाचार प्रचार गर्दै गर्दाखेरि कसैले पिटेको भेटाउँछौँ, ज्यान मारेको पनि भेटाउँछौँ हामी, तर उहाँको सुसमाचार रुकेन प्रिय मण्डली, किनभने हामीलाई अनन्तको जीवनमा प्रवेश गर्नु छ। हालेलुया। जो मरे गयो, मरेर गयो, इन्साफ उहाँले गर्नुहुन्छ, न्याय गर्नुहुन्छ। त्यो न्यायमा हामीले धर्मी ठहराउनु उहाँ हुनुहुन्छ, तर उहाँको योग्यको कार्य गर्नु पर्यो। गर्न दिनुहोस् त्यो व्यक्तिहरूलाई। दाइले एक दिन भन्दै हुनुहुन्थ्यो कि समस्यालाई हेर्नुहुन्छ भने तपाईँले प्रभुलाई हेर्नुहुन्न, तपाईँले प्रभुलाई हेर्नुहोस्, समस्या आफै जान्छ। हालेलुया। यस कारणले मेरो निगाह उहाँमाथि टिकाउनुहोस्। हालेलुया। अनि प्रिय मण्डली, जो जहाजभित्र थियो नोआको परिवार अनि जति जीव जनावरहरू, पशु पक्षीहरू हामी बाँचेको भेटाउँछौँ। तर यूहन्नाको 3:16 एकजना याद छ भने पढिदिनुहोस्। याद त मलाई पनि छ। के लेखेछ त्यहाँ? परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि जसले उहाँमाथि विश्वास गर्यो कोही पनि नाश नहोस्, तर अनन्त जीवन। हालेलुया। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। हालेलुया। प्रिय मण्डली, यही कुरा हामी संसारले बताउँदै गरेको भेटाउँछौँ। उहाँले संसारलाई यस्तो प्रेम पहिलादेखि नै गर्नुभएको हो, तर मानिसको दुष्टाइ बढेको कारणले गर्दाखेरि उहाँले नष्ट गर्ने निर्णय गर्नुभयो, तर आज हामीलाई उहाँले बचाउनु भएको छ। हालेलुया। हुन्छ प्रिय मण्डली, आजको वचन अनुसार हामी बाँचिसक्यौँ। हाम्रो जीवनबाट धेरै व्यक्ति बाँच्नुपर्छ। हालेलुया। अब को दिनहरूमा हामी शर्माउने, लजाउने होइन, तर यस यूहन्नाको जहाजको सङ्केत एउटा जनाउँछ परमेश्वरको राज्य। उहाँको राज्यभित्र ढुक्का खुला छ। आइसक्यो भने अरूलाई पनि हामी ल्याएर जबरजस्ती किन नहोस्, तर उहाँले जबरजस्ती त भन्नुभएको छैन। उहाँले हेर्नुहुन्छ भने एउटा कुरा भेटीको बारेमा सुन्नुभएको छ, कसैले कर कापमा नदियोस्, यदि दियोस् भने आफ्नो स्वयंको इच्छाले। आज त्यही स्वयंको इच्छाले हामी पनि विश्वास गरेका छौँ। हालेलुया। मलाई कर काप कसैले गरेको थिएन। मलाई एकजना मेरो पास्टर हुनुहुन्छ, उहाँले सुसमाचार प्रचार गर्दै जानुहोस् भनेको थिए। मैले भगाउने व्यक्ति म उहाँलाई, तर अहिले भेट्दै गर्दाखेरि उहाँले म भेट्छु भने म धेरै गर्व गर्छु कि उहाँले सुसमाचार प्रचार गर्न छोड्नु भएन। प्रिय मण्डली, उहाँले लगातार आउनुभयो। अनि कुनै व्यक्ति त्यस्तो छ भने हामीले लगातार जानुपर्छ। लगातार जाँदै गर्दाखेरि के हुन्छ त, हाम्रो सम्बन्ध बन्छ। हालेलुया। त्यस कारणले परमेश्वरलाई हेर्नुहुन्छ भने हरेक टाइम प्रार्थना गर्नुहुन्थ्यो। उहाँले निरन्तर प्रार्थनामा लागिरहनुहुन्थ्यो। परमेश्वरसँगको सम्बन्धलाई उहाँले जोडिराख्नु भयो, उहाँले टाढा हुनु भएन। अन्तमा पनि हेर्नुहुन्छ भने उहाँले भन्नुभयो, पिता यिनीहरूले क्षमा गर्नुहोस्, यिनीहरूले जान्दैन कि के गर्दैछन् भनेर। तर प्रिय मण्डली, हामी जान्दछौँ हामी के गर्दैछौँ। हालेलुया। आजको वचन म यही राख्न चाहन्छु र आजको वचन अनुसार हामी बाँचिसक्यो र यूहन्नाको जहाजमा आइसक्यो। अब अहिले ढोका खुला छ, नत्र भने फेरि जल प्रलय आउँदै गर्दाखेरि, यसपालि जल प्रलय होइन, यसपालि जब परमेश्वरले जुन कुरा भन्नुभएको छ नि, हामी त्यो कुरालाई मध्यनजर गर्दै हामी उहाँको राज्यमा प्रवेश गर्ने व्यक्ति भइसकेका छौँ। त्यो त्यसमा जानुभन्दा अगाडि उहाँको आज्ञाहरूलाई पालन गर्दै जानु, नत्र भने उहाँले पनि हेर्नुहुन्छ, बाबु तिमीले त त्यहाँ गर्यो, तर यहाँ त नामै छैन भनेको नआओस्। हालेलुया। जीवनको पुस्तकमा नाम लेखिसकेको छ, अनि त्यो लेख्न परमेश्वरले बाध्य भएर लेख्न नपरोस्। हालेलुया। हुन्छ प्रिय मण्डली, म आजको वचन यही राख्न चाहन्छु अनि यो समय म नागेन्द्र दाइलाई दिन चाहन्छु। जय मसीह।